हेलो गाइज, सम्पूर्णमा नमस्कार। सबैजना सन्चैमा हुनुहुन्छ होला। म पनि सन्चैमा छु। म चाहिँ समयको मध्यनजर गर्दै आजको ब्लग चाहिँ यहाँदेखि स्टार्ट गर्छु है। हुन्छ त अब चाहिँ हामी पार्कतिर निस्किँदैछौँ अनि निस्किँदै गर्दा बाटोमा चाहिँ देख्न सक्नुहुन्छ गाईहरू है। गाउँतिर जस्तो गाईहरू चाहिँ देख्न सकिन्छ अहिलेको समयमा। बुटोलमा चाहिँ डर लाग्दो छ, रोड क्रस गर्दा पनि डर लाग्छ होइन। सो साथी र म चाहिँ नास्ता खाएर निस्किसकेको छौँ। हामी चाहिँ फुलबारीको लागि निस्केको छौँ है। साथीसँग रमाइलो एउटा छुट्टै मोमेन्ट हुन्छ क्या साथीसँग भेटिसकेपछि होइन, खुसी लाग्छ। अनि यस्तो मिल्ने साथी पाउँदै गर्दा हामी चाहिँ बिस्तारै पुलपारी पुगिसकेको छौँ। अनि साथीले हल्का दिन्छन् कि रमाइलो गर्छन् होइन। अनि रमाइलो गर्दा गर्दा दिन कटिरहेको छ। भाइहरू चाहिँ एक्कासी आइदिरहेको क्या है। सो थ्याङ्क यू सो मच भाइहरूलाई पनि, खुसी लाग्यो है। छिटोभन्दा छिटो आफूलाई चाहिँ एउटा इम्प्रुभ गर्ने है, धेरै भिडमा चाहिँ चिनाउने एउटा सपना भाइहरूलाई देख्दै गर्दा खुसी लाग्यो। म पनि धेरै चिनिन पाऊँ होइन। अनि यो सबैभन्दा बढी साथ सपोर्ट चाहिँ हजुरहरूको मायाले गर्दा नै होइन। अनि अहिले चाहिँ हामी फुलबारी पुग्न आँटिसकेको छौँ। अनि आज चाहिँ बिदा पनि थियो, शनिबारको दिन। अनि त्यसैले त्यस्तो घुम्दिउँ न त, रुममा बस्दा पनि बोरिङ हुन्छ है। बुटोलमा बस्यो, खायो, पढ्यो, त्यही त हो है सबै। अहिलेको समयमा धेरै भनेको विद्यार्थीहरू नै बुटोल झर्ने हो है। पढ्छु, केही गर्छु भन्ने सोचमा। अनि हामी पनि यस्तै नै, केही गर्छु सोध्छु, केही त गर्नुपर्छ भन्ने टाइपले बुटोल झरेको है। अनि अहिले चाहिँ म बाहिर क्लासहरू लेख्छु डेमा। अनि दिउँसोमा चाहिँ फ्री नै भएको कारणले गर्दा यसो घुमौँ त होइन। केही एउटा यादहरू पलहरू चाहिँ हुन्छ भनेर निस्किएको आज चाहिँ। हामी चाहिँ फुलबारी पुग्न आँटिसक्यो है। दाइहरू रुम साइडमै बस्ने दाइहरू हो है। एक्कासी आउनुभएको अचम्म परेको म त। जे होस् आजको दिन पनि मजाले कट्यो। अनि साथीसँग हिँड्दै गर्दा पनि यात्रा मजाको भयो। हामी चाहिँ 1 घन्टाको बाटो हिँड्दा अहिले फुलबारी पुग्न